हेलो गाइज गुड मर्निङ है यतिकै चाहिँ ठ्याक्कै 7 बजेको छ हैन। म चाहिँ भर्खर उठेर ब्रस गरिरहेको छु हैन। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। आजको माहौल चाहिँ यस्तो छ है। हिजो अस्ति पानी पर्यो, फ्रेश है माहौल, घाम पनि देखिसक्यो हो। यतिखेर चाहिँ हामी पानी बनाउन हिँडेको भन्नाले नि पानीको मुहान चाहिँ कस्तो छ आज भोलि फोहोर भएर सफा गर्ने हिसाबले हामी मास्तिर पानीको मुहानतिर हिँड्दैछौँ। केटाहरू अगाडि छ। हाम्रो गाउँभन्दा अलि माथि चाहिँ यो पानीको ट्याङ्की पनि बनेको। अहिले चाहिँ यो प्रयोगमा आएको त छैन यो ट्याङ्की, कहिलेबाट प्रयोगमा आउँछ। अब ट्याङ्की चाहिँ भर्खरै हालसालै बनाएको, पानी चाहिँ भित्र हालेको छैन। कहिलेबाट हुन्छ त्यो थाहा भएन सञ्चालन। कति हजार लिटरको ट्याङ्की हो यो? क्या बोला तूने? हो अनि पछि त अब यो प्रयोगमा आएपछि त अब गाउँतिर पनि एक घर एक झारा होला। अब त्यो हिसाबले अब मिटर पनि काट्ने होला, मिटर चल्ने होला के रे। त्यो त नजाऊ साला बाउ। प्रयोगमा आएपछि चाहिँ मिटर सिस्टम हुन्छ होला के गाउँमा। त्यही त हो नि मिटर सिस्टम। अनि खोले बापत कति मिटर चढ्छ दिन पऱ्यो नि क्यास लोकडा। त्यही भएर त्यो ट्याङ्की बनाएको नि भाइ। यहाँ त पुरै खाल्टै भएछ। पहिला चाहिँ यो घर लिप्नको लागि हामीले यहाँबाट माटो लगिन्थ्यो। आज चाहिँ खासै युज गर्दैन माटो। केटाहरू चाहिँ माथि पुगिसके। आज चाहिँ चर्को घाम छ, मौसम राम्रो छ आज। हामी पहिला घाँस दाउरा गर्ने पनि यतै मास्तिर हो। यो चाहिँ यो पुरानो बाटो हो, त्यही घाँस दाउरा गर्दाखेरि हिँड्ने बाटो। उता चाहिँ पल्लो साइडमा चाहिँ जिपकोट हो। यो देखेको चाहिँ हाम्रो गाउँ है अहिलेको। यो यता देखेको चाहिँ हाम्रो एरिया हो है। मेन रोड चाहिँ तल छ, अलिक तलै पर्छ। बाटो त आजभोलि खासै नरहेछ, सानो बाटो रहेछ। तल देखेको हाम्रो बराथान मन्दिर। यहाँ चाहिँ फागुनमा पूजा हुने गर्छ। बराह मन्दिर हाम्रो बराथान। यहाँ चाहिँ तपाईहरु यदि पिकनिक खान चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ है। एकदम एरिया राम्रो, सानसुन एरिया छ। दाउरा लाइट लाइन भयो, पानी बाटो एकदम राम्रो सुविधा छ। यता पनि राम्रो देखिन्छ हाम्रो गाउँ यार। पारी देखेको चाहिँ पाल्पा है। यो साङ्लिया भयो, साङ्लिया मुनि काली गण्डकी,
त्योबाट उता पाल्पा केटाहरू चाहिँ थाक्यो यता बसिरहन् पहिला पहिला चाहिँ हामी उता पारी चौरतिर गोरु बाख्रा लिएर चराउन गइन्थ्यो सानोमा त यो डाँडा सब दौडिन्थ्यो हामी यो डाँडाहरू सब दौडिन्थ्यो हामी यस्तो पार पार बाख्रा चराउन हिँड्दाखेरि सब सब दौडिन्थ्यौँ हामी चप्पल लाएर दौडिने बाटो हो पहिलेको सानोमा आजभोलि त गाई बाख्रा लिएर पनि कोही जाँदैनन् आजभोलि गाउँमा काम गर्नै छोडे के भैँसी त पाल्नै छोडे आजभोलि यो चाहिँ यो डाँडाको नाम हर्थुम डाँडा है हर्थुम हर्थुम होइन र यता राते पाराले नदेखिने छ के आजभोलि यता चाहिँ खासै नहिँड्ने मान्छेहरू आजभोलि त यो खरबारी पनि सबै वन जङ्गलकै नाममा हो क्या पहिला पहिला चाहिँ पैसा तिरेर भाग लाउने गर्थ्यो आजभोलि चाहिँ गाई बस्तु नपालेको धेरै कमले पालेको हुँदा यो चाहिँ फ्री छोडेको छ जो कोही आएर काट्न सक्नुहुनेछ गाउँको यो चाहिँ राते पार हो हामी चाहिँ भर्खरै आधी बाटो आयो है पुग्नु पर्ने त माथि यो कोनामा हो ठ्याक्कै यो डाँडाको तल कोनामा हो त्यो अधमारा मुनि केटाहरू चाहिँ अलिक थाकेर यता रेस्ट गरिरहन् ऊ तल देखेको चाहिँ मेन बाटो है करादी झर्ने बाटो करादी वालिङ चाहिँ थाकेर 5 मिनट रेस्ट गरेँ यहाँ अब फेरि जाने भनेर अगाडि हिँड्दैछन् चल भनेछ तपाईँलाई थाहा छैन र मुल्छ भनेर कहाँ भित्र हो त्यो फलुको बुढाहरू त्यो त्यही माथिबाट हो कि पाकुने थाहा रहेछ पाकुन माथिबाट हो कि केटाहरूले बाटो नि बिर्सिसकेको छैन यार हुन त आजभोलि यहाँभन्दा माथिबाट हिँड्छ कि अघि त्यही भएर ऊ माथि गएपछि सिधा पर्छ नि त अब यहाँ चाहिँ अलिकति भिड निक्लिनुपर्छ अलिकति भिड छ यहाँ सकेर बिस्तारै है सुरक्षित साथमा अघि त पाहाड हो कि यहाँ रहेछ है अब चाचाले सौजन्य गर्नुपर्छ यहाँ पनि नाम कसो लेख्ने हो भर्याङ सौजन्य गरेर हुँको खास ल अमर के काजा लोच आसिक्यो नि त यता अलिकति निक्लिन दुःख छ जान त हामी माथिबाट गए पनि हुन्थ्यो माथिबाट सिधा हुन्थ्यो केटाहरू चाहिँ त्यो घाम अलिकति निक्लिने दुःख माने यो देखेको पाइप चाहिँ त्यही पानीको पाइप हो हाम्रो गाउँमा जाने हाम्रो यसमा चाहिँ माथिबाट पानी यसमा ल्याएर झारेर जम्मा गर्ने अनि यहाँ भएको जम्मा भएको पानी चाहिँ हाम्रो गाउँको लागि जाने गर्छ है पानी त ठुलै छ त्यो मुलेर यताबाट हिँड न त्यता होइन के यताबाट यसरी हो कि तल हिँड नि त ल हिँड जाने त खास यताबाट हो कि माथिबाट खरबारी शीतलो छ यार हामी चाहिँ लगभग आइपुग्न लाग्यो मैले त्यहीबाट मैले पहिले भनेको माथिबाट हो भनेर केटाहरूले चाहिँ यहाँ बाटो बिराए जस्तो हो क्या यार हो यहाँ सकिन्छ जम्मर त्यता माछा मार्नु
माछा नि छ क्या अन्डे सिजनको फल खानुपर्छ यहाँ चाहिँ हल्का आइसरी पाएको रहेछ केटा हो ओ आइसरी खाना हौ आइसरी खानु पऱ्यो यसो क्या जापले यार यता छु कि म खाए ल दामी छ यार हल्का मिठो मिठो अमिलो अमिलो ल हामी चाहिँ लगभग आयो है यताको अहिलेको वर्तमान अवस्था यस्तै छ कतिको फ्लोर छ है त हाम्रो ट्याङ्की त्यो पनि देखाउने छु म शीतल त लास्टै शीतल रहेछ त अब्बा शीतल हो केटाहरू चाहिँ आउँदै हो यही हो के ए यहाँ दुरै छ अन्डे पाइप हालेको रहेछ के ल यहाँ चाहिँ पाइप हालेर राम्रो व्यवस्था गर्नुभएको छ त्यता होइन कहाँ हो पाइप हाल्छ त्यही पाइप हालेको फोहोर छ र हाम्रो खानेपानीको मुहान चाहिँ यसरी भित्रभित्रै पाइप बिछ्याएर डाइरेक्ट तल ट्याङ्कीमा हालेको छ पहिला चाहिँ यहाँ यस्तो थिएन डाइरेक्ट पानी झर्ने पानी झर्सी चाहिँ त्यहाँ सानो पोखरी थियो ट्याङ्की जस्तो त्यहाँ जम्मा हुने अनि त्यो पाइपको सहायताले जान्थ्यो अहिले चाहिँ धेरै राम्रो गर्नुभएछ ल पानी मुहानमै डाइरेक्ट पाइप फिट गर्नुभएछ ल त्यहाँ हेरौँ न कस्तो मूल छ त सानो मोरे हो ए मेरो आमै यता चाहिँ साथीले छ्याक्कै बनायो सफा ल अहिले चाहिँ अलिकति भयो नि पानी ठुलो गएको छ पानीको समस्या त होइन तैपनि हामी चाहिँ धेरै पछि यता गाउँमा आयो त्यही भएर यो मुहान कस्तो छ भन्ने हिसाबले यसो घुम्न पनि हुन्छ दिउँसो टाइम पास नै हुने हिसाबले यता आएको हो पहिला चाहिँ यताबाट पानी सब उता गएको थियो त्यो यसमा नझरेर यहाँ चाहिँ जुन तल ट्याङ्कीमा जम्मा हुने त्यो पाइपमा चाहिँ अब पात माटो गएर बुझिएर बाहिर निस्केको रहेछ पानी अहिले चाहिँ हामीले त्यो सफा गरियो र अहिले चाहिँ पानी ठुलो आयो अहिले पानी दुईवटा पाइपबाट अब चाहिँ पहिलाको तुलनामा पानी पनि धेरै ठुलो गएको छ नाको कुछ दिएको छ ल त्यसरी खै पानी पानी एकदम चिसो भयो यार फ्रिजको पानी भन्दा चिसो अग्रे यो कसरी थियो नि हो यहाँ चाहिँ 3 किलोबाट आएको थियो मुन 3 किलोबाट मुन आएको छ पहिला चाहिँ किन त यति नै थियो पानी यसमा चाहिँ अलिकति सानो पानी थियो अहिले चाहिँ ठुलो आएको छ हेर्नुहोस् त्यही हो हामी आएर भएको उपलब्धि यहाँ हामी चाहिँ अलिकति भए पनि बुझिएर बसेको ठाउँमा त्यो सफा गरियो ल ठिक छ हामी चाहिँ हल्का सफा गरियो अनि पानी पनि अलिकति ठुलो आएको छ अहिले अब चाहिँ हामी यहाँबाट तलतिर निक्ली झरेको अब गाउँतिर हिँडेको साथीहरू चाहिँ अगाडि हुनुहुन्छ म चाहिँ अहिले लास्टमा छु है लास्टमा छु हजुर के भयो केटाहरू बाटो बिर्से ल ल
हामी चाहिँ अघि आउँदा अलिक तलबाट आएको थियौँ, अहिले चाहिँ ओह्रालो झर्नु त्यो अलिकति पाहाडमा दुःख भयो, त्यही भएर हामी चाहिँ यता खरबारी आयो। पहिला हामी यता मास्तिर घाँस दाउरा गर्न आइन्थ्यो। हाम्रो गाउँ चाहिँ तल पर्छ, अलिक तलै पर्छ। र यता अगाडि देखेको स्कुल साइडमा अलिक योभन्दा मास्तिर नै घरहरू छ थुप्रै। यो हाम्रो देखेको चाहिँ चोकबाट उता पछाडिको गाउँहरू मात्रै देखियो। यता तलतिर देखेको चाहिँ हाम्रो यो मेन रोड हो, जिपको बाटो। आज चाहिँ एकदम दिन राम्रो छ, घमाइलो। बिहान पानी परेको थियो। आजभोलि खासै बस्तु भाउ पनि पाल्दैन गाउँमा, त्यही भएर काट्ने मान्छेहरू पनि खासै छैन। पहिला चाहिँ हामी चाहिँ यही खर पनि भागभन्दा गरेर पैसामा किन्ने गरिन्थ्यो। अहिले चाहिँ त्यस्तो छैन, जसले काट्दा नि हुन्छ, फ्री हो। अलिकति भिड पनि छ यता, अलि जोगिएर हिँड्नुपर्छ। यता देखेको चाहिँ साइजहरू हो, यो पारी देखेको यो पारी डाँडा चाहिँ यो पाल्पा है। यता चाहिँ पाल्पा गेजा बर्दले अदमरा चाहिँ यता साइड पर्ला, यता च्याङ्लिङ के पर्छ। अब केटाहरू चाहिँ बारी फोटोसुट गरेर खाने। ओहो डर लाग्दो छ यता त भ्यू। हामी चाहिँ यो मान्छे हिँड्ने बाटोमा आइयो अहिले। ल केटाहरूले चाहिँ माथिबाट गाउँको अवलोकन गरेर एकदमै खतरनाक इमेजिन गरे भने यो यस्तो हुनु पनि त्यो त्यस्तो हुनुपर्ने होइन, यहाँ यो डाँडा नहुनु पर्ने जस्तो कुराहरू गर्नुभएको छ के केटाहरूले चाहिँ। इमेजिन चाहिँ केटाहरूको खतरा खाके दिउँसै रात पारिदिन्छन् केटाहरूले, कहाँ हुन्छ त नि। सूर्य यो चाहिँ बल्ल अलिकति लगभग 100मा 90% चाहिँ यहाँबाट देखिने छ गाउँ। आजभोलि त गाउँमा पनि जङ्गल भरिरहेछ कि। हल्का बल्ल सल्लाह रोपेको, हल्का हरियो भरे चाहिँ यता छ, यता चाहिँ अलिक ठुलो छ। यता यो सल्लाह चाहिँ राम्रो भएछ अमर, एकदम ठिक छ यो चाहिँ हरियो हुने भयो। यो चाहिँ दामी हुने भयो। के इदा पागन ल हामी चाहिँ यतिकै ठ्याक्कै मोरलुङ आयौँ है। त्यो ठाउँलाई चाहिँ हामीले मोरलुङ भन्छ। मतलब यसको रिजन के थियो केटा, मोरलुङ नाम वास्तविक कारण के हो? यो ढुङ्गा खास यो ढुङ्गाले गर्दा चाहिँ नाम मोरलुङ राखिएको हो अरे। मतलब यसको नि मतलब किन राखेको थियो मोरलुङ भन्ने कुरा चाहिँ मलाई हल्का त थाहा छ, त हो कि होइन। यहाँ चाहिँ केटाहरूले चाहिँ यहाँ आऊ म भन्छु भनेर, त्यही भएर ल है यहाँ यसो केटाहरू सोध्नु पऱ्यो होइन। ल मित्र भनिदिनुहोस् त त्यो कारण के थियो मोरलुङको नाम राख्नुको? हिलिया मतलब हो त्यो यस्तो थियो अरे कि पहिला के मान्छेहरूले के अरे मरेको मान्छे बोकेर लिएर आउने अरे। यो के यो अधमारा भयो, काफल डाँडा भयो होइन, काफल डाँडाहरूले पहिला पुर्थेन अरे कि त्यो त, अनि ओटा राखेको अरे कि। अनि त्यहाँबाट गायब भयो अरे मरेको लास गायब भयो अरे कि। अनि हो त्यही भएर मोरो ढुङ्गा नाम राखेको अरे कि। मैले पनि सुनेको है, मलाई चाहिँ थाहा थिएन यो चाहिँ। थाहा मतलब हल्का थियो, मतलब यसको मतलब होइन, तर पनि अरू चाहिँ मलाई एक्ज्याक्टली चाहिँ मलाई थाहा थिएन होइन। तर चाहिँ आज हामीभन्दा अलि पुरानो मान्छेले भन्नुभयो, तै पनि अब त्यो चाहिँ हेरेमा अब पानीमा पाते जस्तो हो, त्यो कुरा हो कि होइन। अब
केटाहरू यता छन् हजुर कहाँ